आज म डबल पर्पस मोटरसाइकलको भिडियो लिएर आएको छु, which is recently launched Yamaha WR155R. Hi everyone, this is Hari Gajrel. Welcome to our channel मेरो अटो. आज म एउटा डबल पर्पस मोटरसाइकल लिएर आएको छु. आजको यस रिभ्यू भिडियोमा हामी Yamaha WR155R मा के कस्ता फिचर छन् र यसको परफर्मेन्स कस्तो छ, why you should buy this bike भन्ने बारेमा कुरा गर्छौं. भिडियोलाई सुरु गर्नुभन्दा पहिला तपाई मेरो अटोको च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला. मेरो अटोको युट्युब च्यानलमा हामी यस्तै अटोमोबाइल कन्टेन्टहरु लिएर आउने गर्छौं. सुरुमै हामी यो बाइकको डिजाइन र लुक्सको बारेमा कुरा गरौँ. फ्रन्टमा एउटा हाई माउन्ट ब्रेक दिएको छ, which gives you a pure dot bike vibes. र यो ट्याङ्क्स एक्सटेन्सन दिएको छ, यो ब्रेकसम्मै गएको छ. यसले साइडबाट अलिकति बल्की लुक्स दिएको छ. छट्ट हेर्दाखेरि यो बाइकलाई ट्रेल बाइक र एन्ड्युरो बाइक जस्तो देखिन्छ, तर कम्पनीले यसलाई डबल पर्पस बाइक भनेर नेपालमा बिक्री गर्दै आएको छ. यसको सिट र्याली इन्स्पायर सिट दिएको छ. हामीले नर्मल्ली राइट साइडमा बाइकको एक्जस्ट पाउँछौँ भने यसमा लेफ्ट साइडमा एक्जस्ट दिएको छ. यो चाहिँ इन्डोनेसिया मेड भएको कारण यसमा लेफ्ट साइडमा एक्जस्ट आउँछ. यामाहाले आफ्नो बिगर WR सिरिजबाट नै इन्स्पायर भएर यो बाइकलाई बनाएको छ. Let's talking about chassis and suspension. यो मोटरसाइकल सेमी कार्डल फ्रेममा तयार भएको हो, which is capable for off-roading. फ्रन्टमा 41 mm को लङ ट्राभल सस्पेन्सन छ. यसमा सस्पेन्सन गार्ड समेत दिएको छ, which gives safety while riding on trail. रियरमा लिङ्केज मोनोसक सस्पेन्सन पाउन सकिन्छ. चेसिस सँगै यसको इन्जिनको पनि कुरा गरौँ. यामाहाको निकै पपुलर 155 सीसी VVA इन्जिन यसमा छ. यो इन्जिन यामाहा R15 बाट बरो गरिएको इन्जिन हो. यामाहाले R15 कै इन्जिनलाई डबल पर्पस मोटरसाइकलका लागि ट्युन गरेको छ. हामी देख्न सक्छौं R15 को भन्दा फरक डिजाइनमा यसको डिजाइन छ. यसमा भएको VVA टेक्नोलोजीको कुरा गर्नुभन्दा पहिला यसको इन्जिनको पावरको बारेमा कुरा गरौँ. यसमा भएको 155 सीसी इन्जिनले 10000 RPM मा 16.7 PS तथा 6500 RPM मा 14.3 Nm टर्क जेनेरेट गर्छ. यसमा 6 स्पिडको गियर उपलब्ध छ. अब कुरा गरौँ VVA टेक्नोलोजीको बारेमा. VVA टेक्नोलोजीले दुई भागमा काम गर्छ. यसले फर्स्ट क्याम र सेकेन्ड क्याममा काम गर्छ. यसको फर्स्ट क्याममा 7400 RPM सम्म यसले काम गर्छ भने यसमा स्मुथ एन्ड इफिसिएन्ट परफर्मेन्स आउँछ. जब मोटरसाइकलले 7500 RPM हिट गर्छ तब यसको सेकेन्ड क्याम एक्टिभेट हुन्छ र यसले हाई परफर्मेन्स दिन्छ. As you can see, फ्रन्टमा 21 इन्च र रियरमा 18 इन्चको स्पोक व्हील दिएको छ, which is डबल पर्पस टायर. एज दिस प्राइस पोइन्ट यसमा चाहिँ हामीले ट्युबलेस स्पोक व्हील पाएको भए चाहिँ अझै बेटर हुन्थ्यो. यो बाइकको दुवै व्हीलमा डिस्क ब्रेक दिएको छ, तर यसमा ABS भने छैन. अफ रोड ओरिएन्टेड यो बाइकमा ABS नहुँदा खासै केही फरक पर्दैन, तर अन रोडमा कम्युट गर्दा भने यसको ABS को कमी महसुस हुन सक्छ. एज यु क्यान सी यसमा 245 mm को ह्युज ग्राउन्ड क्लियरेन्स छ. यसले अफ रोड टेरानमा पनि ट्याकल गर्न सक्छ. यसको कर्भ वेट 134 किलो मात्रै छ, which is very easy to handling. यो मोटरसाइकलमा 8.1 लिटरको इन्धन ट्याङ्क छ. यो मोटरसाइकलले 45 किलोमिटर एभरेज दिने कम्पनीले क्लेम गर्छ भने हामीले पनि 40 प्लस के माइलेज पाइरहेका छौं. यामाहा मोटरसाइकल विशेष गरी माइलेजका लागि चिनिन्छन्. यो त भयो बाइकमा के छन् भन्ने कुरा. अब हामी यो बाइकलाई चलाएर यसको परफर्मेन्स टेस्ट गरौँ. सी यु अन द रोड. ह्यान्डल चाहिँ यसको त्यस्तो वाइड पनि छैन, न्यारो पनि छैन है. अनि यो ह्यान्डल चाहिँ एकदमै ट्रेलहरुमा एकदमै एडभेन्चर एन्ड्युरो चलाउने मान्छेहरुलाई पनि जंगलहरुमा चलाउँदाखेरि पनि चाहिँ एकदमै ह्यान्डलिङ गर्न चाहिँ एकदम सजिलो हुन्छ के. सानो ठाउँबाट पनि छिर्छ. यसको बडी पनि एकदम सिल्क छ भने यसको न्यारो ह्यान्डलिङले एन्ड्युरो गर्दाखेरि र ट्रेलमा चलाउँदाखेरि चाहिँ अति इजी हुन्छ, कम्फर्ट हुन्छ. यसको टाइट एङ्गलहरुबाट पनि छिराउनलाई चाहिँ सजिलो हुन्छ हैन. अनि त्यसपछि यसको मलाई अलिकति मन नपरेको चाहिँ यसको यो रियर भ्यू मिरर हो. एकदमै सानो छ, यसले राम्रोसँग खास भिजिट नै दिँदैन. यसमा चाहिँ अलिकति राउन्ड सेपको रियर भ्यू मिरर भइदिएको भए चाहिँ बेस्ट नै हुन्थ्यो होला. सो यो बाइक अरू कुरा गर्न पर्दाखेरि चाहिँ यसको एकदमै लाइट वेट 134 किलो छ. यो बाइक म्यानुभर गर्न चाहिँ एकदमै सजिलो हुन्छ. सो कतै ट्रेलहरुमा जाँदाखेरि पनि लडिहाल्यो भने पनि उठाउनलाई चाहिँ केही गाह्रो पनि छैन, एकदमै इजी छ. सो यसमा चाहिँ एउटा सानो टाइनी डिजिटल डिस्प्ले दिएको छ.
यसमा चाहिँ इनफ इन्फर्मेसनहरू चाहिँ पाइन्छ यसमा गियर इन्डिकेटर समेत देखाउँछ सो यो इन्डोनेसिया मेड हामी क्वालिटी देख्न सक्छौँ यामाहाको बाइकमा हैन सो यो क्वालिटीको बाइक चाहिँ 7,49,900 यानि कि 7,50,000 मा आउँछ सो यो बजेटमा यसको कम्पिटिसन बाइकहरू भन्दा चाहिँ यसको प्राइस चाहिँ एकदमै अझ कमै लाग्छ क्या सो मैले यति बाइक चलाएर पर्फर्मेन्स यसको हेरिसकेपछि वाइ यु सुड बाई दिस बाइक भन्ने केही मुद्दामा भन्न चाहन्छु नम्बर 1 VVA इन्जिन which gives both punchy and efficient performance. Number 2, great off-road performance with real dot ergonomics. Number 3, practical for both commute and trail. Last but not the least, Yamaha को नेपाल भर रहेको यसको सर्भिस नेटवर्क र आफ्टर सेल सर्भिस Yamaha को बाइक किनिसकेपछि तपाईहरुले कहिले दुःख पाउनु पर्दैन जहाँ पनि तपाईले यसको सर्भिस र पार्ट्स सजिलै अवेलेबल हुन्छ यति भइसकेपछि Yamaha को यो 7,50,000 पर्ने डबल पर्पस बाइक जसले तपाईलाई अफ रोड र कम्युटको दुईटैको मजा दिन्छ दिस मच फर टुडे सी यु इन नेक्स्ट भिडियो टिल देन राइड सेफ राइड हार्ड बाइ बाइ